यो चाहिँ अब मल छर्नलाई जाँदैछ। मललाई बारीमा लगेर गयो। ल अहिले चाहिँ अघि लोड गरेको मललाई छर्न सुरु गरेको छ। त्यसरी लोड गर्ने, लाने, ट्र्याक्टरले बारीमा लगेर त्यसरी छर्ने हो। कोरियामा प्रविधि यो सबै हाम्रो बारी हो। त्यसरी चाहिँ मललाई, त्यो माथिको पनि कम्पनी हो, यताको कम्पनी हो। अघि यहाँबाट मल लगेको यो बारी पुरै आज छरिसक्नुपर्छ। फेरि चाहिँ मल पुरै एकैछिनमा, त्यो एक ट्र्याक्टर मल 2 मिनटमा सकिहाल्छ।